है त अलि अगाडि अझै अगाडि आऊ ल आज हामी के खेल्दैछौँ भन त क्विज खेल्दैछौँ होइन त क्विज ल क्विजमा नेपालीमा के भन्छ फर्स्टमा क्वेसन है त फर्स्ट क्वेसन ल कसले यसको एन्सर जसलाई थाहा नि म 5 रुपियाँ दिन्छु ठिक छ तैँले धेरै एन्सर मिलायो ठिक छ ल न एक एन्सर 5 रुपिस प्राइज ठिक छ ओके जास्मिन आर यु रेडी ल सबैले वी आर रेडी भन ल फास्ट जोडले वी आर रेडी रे ल है त पहिला फर्स्टमा सिम्पल क्वेसन सोधौँ है त नेपालको स्पेलिङ कसलाई आउँछ हात उठाउने कि उसले चाहिँ कसलाई आउँछ स्पेलिङ नेपालको स्पेलिङ नेपाल देश के हाम्रो देश सागरले मनदीपले जित्यो 5 रुपियाँ ताली बजाउनु ताली 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 ल 5 रुपिस म दिन्छु तिमीलाई है त अहिले एकछिन अब सेकेन्ड क्वेसन कसलाई सोधौँ म सेकेन्ड क्वेसन जास्मिनलाई है त नेपालमा कतिवटा प्रदेश छन् प्रदेश भनेको जिल्ला भने जस्तै प्रदेश पहिला देश भयो देशपछि के भयो त प्रदेश भयो प्रदेशपछि अनि जिल्लाहरू आउँछन् के अरे पहिला देश भयो देशपछि प्रदेश हुन्छ प्रदेशपछि जिल्लाहरू आउँछ कि भनेको त्यो देशलाई डिभाइड गर्दै हुन्छ कि तिम्रो पछि बुझ्छौ यो कुरा ल ठिक ल आएन तिमीलाई सागरलाई त आउँदै आउँदैन मन्दिर तिमीलाई थाहा छ 7वटा प्रदेश हो यो चाहिँ मलाई थाहा छैन कतिवटा छ यो हामी चेक गर्छौँ है मलाई पनि थाहा छैन प्रदेश कतिवटा छ 5वटा जस्तो लाग्छ मलाई 5 प्रदेश कि 7 प्रदेश हो 7 हो ओके ल यसै मन्दिपलाई अहिलेसम्मको लागि चाहिँ 10 रुपियाँ हो ओ 5 अहिले 5 रुपिस है 10 रुपिस जित्यो ताली 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 मन्दिपको लागि ताली खै ताली पिटा मन्दिर तिमी पनि पिटा ल ओके ल सागरको लागि क्वेसन है त सागरले आफ्नो नामको स्पेलिङ भन्नु पर्यो होइन ल सागर भन अनि यसपछि के ल यो क्वेसन उसलाई जान्छ ल यो सेम क्वेसन उसलाई है त जास्मिनलाई सागरको स्पेलिङ भनिदेऊ ओके ताली जास्मिनको लागि ल 5 रुपिस उसले जित्यो है त ल अब नेक्स्ट क्वेसन म